यसबाट कति कमाउनु ठ्याक्कै भन्नु? यो कमलबाट मैले झन्डै हामीले चाहिँ अहिले 50,000 कमाएँ। तपाईँले एक्लैको 50,000 कमाउनु? 50,000 कमाएँ। हेलो सरजी, तपाईँको नाम भन्नुहोस् त? मेरो लोकबहादुर बुढाथोकी हो, सिस्ने गाउँपालिका वार्ड नम्बर 5 पर्छ हजुर। यहीँ पर्छ तपाईँको? यहीँको स्थानीय? यहीँ टाकुरै पर्छ हजुर हामीहरूको। यो कमलको जरा समाति राख्नु भएको छ अहिले? हजुर। अहिले आज चाहिँ कमल तालमा चाहिँ कमलका जरा निकाल्नेहरूको मेला लागिरहेछ। हजुर हजुर। होइन, आज अन्तिम दिन हो? अन्तिम 13 गतेसम्म। अनि यो कमलका जरा निकालिसकेपछि यो केमा प्रयोग गर्नुहुन्छ तपाईँहरूले? यसमा तपाईँको चाहिँ नि यो डाँठ चाहिँ तपाईँको चाहिँ नि यो अचारको रूपमा भयो। हजुर हजुर। जो यो यिनी गाँठा छन् यो चाहिँ नि जन्डिसको लागि। हजुर हजुर। अनि चाहिँ म चाहिँ नि जन्डिसको लागि अति राम्रो चाहिँ नि उपयोग यो औषधि भ्याग हुनाले सर हजुर हजुर यो एकदमै यो काठमाडौँदेखि लिएर अन्तर्राष्ट्रियसम्म पनि यो हाम्रो जगतमा पनि यो कमलको डाँठ चिनाकी रूपमा र प्लस औषधिको रूपमा पनि प्रयोग भइरहेछ। भनेपछि अमेरिकासम्म पनि पुग्छ यो? पुग्छ सर। अनि यो टेन्डर सिस्टम छ अरे, अहिले यो कतिको टेन्डर थियो अहिले? हजुर टेन्डर लगभग झन्डै 1.5 लाखको। 1.5 लाख कतिको टेन्डर थियो? टेन्डर थियो। आज अन्तिम दिन हो? 13 गते लगभग हो। हजुर। तपाईँ के यो समितिको केही हुनुहुन्छ? म समितिको छैन सर। यो समितिमा चाहिँ अब हामीहरू चाहिँ कमल र संरक्षण अब चाहिँ सरिसफाइ हरेक कुरा ट्याकटुक चाहिँ गर्नुपर्छ भन्नेमा उद्देश्यमा छु। तपाईँ चाहिँ कमल निकाल्नेमा पर्नुहुन्छ यहाँ? निकाल्छु हजुर। कमल निकालेर बेच्नुहुन्छ? बेच्छु। यसबाट कति कमाउनु पर्छ कमल निकाल्दा? मैले कमल सर अब कमलको चाना 30 किलो 30 माना बनाएको छु। हजुर हजुर। 30 40 50 झन्डै 50 माना जति बनाएको छु मैले। हजुर हजुर। अनि यो काँचो बेच्दाखेरि तपाईँ चाहिँ अब हामीहरूले अब चाहिँ ताराका मान्छेहरूले 5,000 पनि लग्नुहुन्छ, 4,000 पनि लग्नुहुन्छ, त्यसरी बेचेको छ। यसबाट कति कमाउनु ठ्याक्कै भन्नु? यो कमलबाट मैले झन्डै हामीले चाहिँ अहिले 50,000 कमाएँ। तपाईँले एक्लैको 50,000 कमाउनु? 50,000 कमाएँ। एउटा व्यक्तिले? कति दिनमा निकाल्यो? कति दिनमा कमाउनु? 5 दिनमा। 5 दिनमा 50,000? 50,000 दिनको 10,000 अझ घर अन्त यो चाना राखेर। भनेपछि तपाईँ एउटा व्यक्तिले कमल निकाल्ने व्यक्तिले 50,000 रुपियाँ कमाउनु भयो भनेपछि यहाँ कतिजना होला नि तपाईँ जस्तै कमाउने मान्छे? कमल निकाल्ने झन्डै हामीसँग 150 हुना नि सर। ओहो, भनेपछि यहाँ त लाखौँको धेरैको अब करोड यो त झन्डै 1 करोडको त नपुग्ला, तर पनि जस्तै 50,000 कमाउने मान्छे 50 जना भएपछि कति भयो? 25 लाख भयो सर। होइन त? हजुर। 25 लाख जति यहाँ 25-30 लाखको आम्दानी मिनिमम हजुर हुँदो रहेछ भने जम्मा गाउँपालिकाले यहाँ चाहिँ 1.5 लाखको टेन्डर सर। हो, भनेपछि चाहिँ यो एउटा आर्थिक एउटा चाहिँ आम्दानीको स्रोत पनि बन्यो तपाईँहरूलाई? हाम्रो सर यो जस्तै डोल्पातिर चाहिँ यार्सो गुम्बा टिप्न जाने बेला कति हुन्छ त्यसकै चाहिँ हाम्रो यो कमलले यो एकदम चिनारीको रूपमा चाहिँ हामीलाई भइरहेको छ र चाहिँ हामीहरूले यसलाई अझै हामीले संरक्षण गर्नेछौँ। अझै हामीले चाहिँ यो एकदमै चाहिँ उत्पादनको रूपमा पनि हामीले राख्न सक्छौँ। अन्तर्राष्ट्रिय जगतले पनि कमल भनेर एउटा चाहिँ कमल यो चाहिँ इतिहासकै हाम्रो व्यापारिक इतिहासमै गनिन्छ हजुर। ल, धन्यवाद हजुरलाई। हस्, थ्याङ्क यू हजुर। हस्।